हेलो गुड मर्निङ अनि नमस्ते सबैजनालाई। आज चाहिँ यहाँ राति नै उठाइ भएछ है। अहिले फिलहाल चाहिँ 3 माइल चेकपोस्टमा हो। यहाँ चाहिँ आज चाहिँ उँभो गभर्नर आउनु हुँदैछ अरे, त्यसले गर्दा चाहिँ हामीलाई छिटो जानु भन्नुभएको थियो नि त बेलुकै। अन्त अहिले चाहिँ 3:20 हुँदैछ हो। अब चाहिँ यहाँबाट उठेर हिँडेको हो। पानी पनि पर्दैछ अलिअलि, अन्त हुस्से पनि लागिरहेछ है। निन्द्रा पनि पुगेन, मुख पनि धोइएको छैन। अब यतिकै हो, कहाँ पुगेर धुनुपर्ने। अन्त यहाँ जाँदैछ सबैजना हो, कोही अगाडि कोही पछाडि भएर जाँदैछौँ। यस्तै छ, पानी पर्दैछ अलिअलि, अन्त चिसो छ। यहाँ त जाडो छ हो, कहिले पुग्नुपर्ने। अन्त आज चाहिँ साह्रै छिटो भयो। अब अरू बेला चाहिँ 5:30मा जान्थ्यौँ हामी यहाँबाट। आज चाहिँ 3:30 पनि भएको छैन, 3:20मा जाँदैछौँ म। अन्त अँधेरै छ, उज्यालो भएको छैन। अब यति छिटो गएर पनि खोइ माथि गएर सुत्नुपर्ने होला हो। अन्त आफू चाहिँ यहाँनिर छु हो। निन्द्रा लाए जस्तो नि हुँदैछ, मुख नधोएर हो कि। अब कहीँ गएर मुख धुनुपर्छ बाटोतिर होइन, जाँदैछु। अब के चाहिँ गर्नु पर्यो। काम भन्ने कुरा यस्तै हो, कहिले राम्रो कहिले नराम्रो, अब जहिले एउटै हुँदैन। अन्त जाँदै थिएँ यहाँनिर चाहिँ अब 13 माइल आइपुग्यो हो। यहाँ अगाडि चाहिँ गएर मुख धुनु पऱ्यो भनेर गाडी रोकेँ यहाँनिर। दाजुले पनि रोक्नु भएको रहेछ। अन्त निक्लेर चाहिँ मेरो पहिला मुख धोएँ। यहाँको पानी चाहिँ चिसो पानीले मुख धुँदा त तिरिङै भए हो एकखेप चाहिँ। त्यहाँबाट चाहिँ आएर दाजुले चाहिँ धेरै दिन पछाडि आउनुभएको थियो। अन्त त्यहाँबाट हिँड्यो हो। त्यहाँबाट निक्लेर चाहिँ यसो आउँदै चाहिँ भिडमा उज्यालो भएको छैन, त्यस्तो अलिअलि रिमरिम हुँदैछ। अब चाहिँ उज्यालो हुन्छ होला भन्दै 15 माइल आइपुग्यो। अलिक उज्यालो त भइहाल्यो। त्यहाँबाट यहाँ पनि त्यस्तै छ, पानी अलिअलि पर्दै थियो। अहिले चाहिँ अलिक रहेको छ। अन्त यहाँबाट जाँदै थियौँ, उकालो जाँदै थिएँ। यहाँनिर चाहिँ याकहरू रहेछ है, याकहरू मजाको बिहानै अब चढ्दै रहेछ कोही चाहिँ। अन्त यहाँबाट गएँ, त्यहाँबाट चाहिँ यहाँ 20 माइलबाट उकालो लागेँ है। यो उकालो चाहिँ अडेस हुन्छ, अब निन्द्रा लाग्छ हो। यो उकालो चाहिँ उकालो छ नि त, अल्छी लाग्छ एक्लै। के गर्नु कसो गर्नुहुन्छ र चाहिँ निन्द्रा लागेर चाहिँ मेरो पहिला गीतमा चाहिँ यसो मुखमा सुपारी हालेको थियो निन्द्रा लागेर चाहिँ। अन्त टाउको साउको लाउँदै यसो कतै फ्रेस भइ पो हाल्छु कि भनेर चाहिँ है, यताउता हेर्दै चिसो हावा खाँदै हिँड्दै थिएँ। त्यहाँबाट चाहिँ ठक्कै छङ्गु आइपुगेँ। छङ्गु चाहिँ आज चाहिँ यस्तै रहेछ, अलिअलि अघि लागेको रहेछ है, उग्रिन्छ होला अहिले सायदै। त्यहाँबाट चाहिँ ठक्कै अगाडि आएको मन्दिर रहेछ, यसो ढोगेर चाहिँ अन्त हिँडेँ। त्यहाँबाट चाहिँ हिँडेर चाहिँ अन्त साथीहरूलाई पर्खिनुपर्छ यहाँ माथि भनेर चाहिँ यसो सोचेर चाहिँ यहाँ बसिरहेको थिएँ। आइपुग्यो केटाहरू, अन्त जाउँ हौ भन्दै थियो मनिले चाहिँ हो। जाउँ भने मेरो बल्ल त यहाँनिर जाउँ भनेर चाहिँ। अन्त यहाँबाट निक्ल्यौँ हौ भनेर चाहिँ निक्ल्यौँ हामी यहाँबाट हिँड्ने। अब चाहिँ हो, यहाँबाट हिँडेको यसो यहाँ चाहिँ पगी लागिरहेको थियो र यहाँबाट त के हेर्नु पाएन। अन्त आउँदै थियो अगाडि है, अगाडि आउँदै थियो। यता पनि त्यस्तै छ अलिअलि। आज बिहान छिटो आएर होला सायदै, अरू बेला चाहिँ अलिक ढिलो हुन्थ्यो नि त। र पनि अहिले चाहिँ अस्तिको हेरी चाहिँ अलिक नजाडा चाहिँ राम्रो छ। यहाँनिर यसो हरियाली छ नि त, घाँसहरू पलाएर है, धेरै राम्रो भएको छ। अन्त यहाँ चाहिँ सेरेताङ है, यहाँनिर चाहिँ अब मजाको छ, भ्यू मजाको देखिरहेको रहेछ र चाहिँ यसो भिडियो गर्नु मन पऱ्यो। अन्त चाहिँ यहाँनिर चाहिँ गन्जु लामा मेमोरियल हो। अन्त अगाडि आएको भाइ चाहिँ सुतिरहेको रहेछ, निन्द्रा लाग्यो भने चाहिँ सुतेछ यहाँनिर। यहाँनिर चाहिँ टक्कै बाबा मन्दिरको दर्शन भइसकेको छ, नयाँ बाबा मन्दिरको साथैमा। अन्त यहाँनिर हाम्रो भोलेनाथ शम्भुको पनि दर्शन हल्का है। त्यहाँबाट अगाडि आएको यसो हेरेँ, यहाँ कुबुक आइपुग्यो। यहाँ चाहिँ याकको कोट रहेछ नि त, याकहरू ड्याम्मै बसिरहेको रहेछ। अन्त यसो कुबुक आइपुग्यो। यहाँनिर चाहिँ बडा र साथी चाहिँ अघि आएर बसिरहेको रहेछ है, त्यहाँ मान्छे ल्याउनुको लागि। अन्त भन्दै यसो हेर्दै यसो कुबुकको नजारा देखाउँदै ल जाउँ हौ भन्दै यहाँबाट चाहिँ अन्त साथी र म चाहिँ निक्ल्यौँ हो। बडालाई छोडिराखेर हामी दुई भाइ चाहिँ लाग्यौँ यहाँबाट चाहिँ। अन्त सधैँ चाहिँ हामी यहाँबाट चाहिँ उता जान्थ्यो दोक्लामपट्टि, अहिले चाहिँ यता जानु पऱ्यो आज चाहिँ। अन्त यताबाट उकालो लागेपछि चाहिँ यहाँ माथि चाहिँ मजाको भ्यू देखेँ। यहाँ चाहिँ एलिफेन्ट लेक है, मजाको देख्यो नि त। अन्त माथि डाँडा आइपुगेर चाहिँ अर्कोपट्टि लाग्यो, फेरि अर्को डाँडा काटेँ। अब यता चाहिँ अब चाहिँ अगाडि मजाको छ यता पनि जग्गा त। यताबाट चाहिँ जलुकहरू अब उतापट्टि पर्छ नि त। अन्त भन्दै यताउता अगाडि हेर्दै यता बाबा मन्दिर आइपुग्यो हो। बाबा मन्दिर यो चाहिँ पुरानो है। त्यहाँदेखि चाहिँ यसो क्यान्टिन खुल्ला रहेछ र चाहिँ यहाँ रोकेर यसो के छ कि भनेर सोधौँ न भनेर गएर
सोध्नु गएको केही छैन रहेछ फर्केर आएर लाग्यौँ यहाँबाट यसो नजारा देखाउँदै तपाईँहरूलाई यसो भ्यूहरू कस्तो लाग्छ के लाग्छ भन्दै गर्नुहोस् है कमेन्ट गर्नुहोस् हेरेर है भन्दै पछाडि हेर्दै अगाडि ठ्याक्कै आइपुग्यो फाटक आइपुगेछ त्यहाँबाट हामी चाहिँ यहाँबाट उकालो लाग्नु भने यता ओह्रालो चाहिँ जलुको अन्त हामी चाहिँ यता लक ब्रिजपट्टि जानुपर्छ नि त फ्ल्याग हिल अन्त लाग्यौँ यहाँको नजारा चाहिँ डाँडाबाट चाहिँ मजाको छ भ्यू पनि हो बिहानको त्यहाँबाट भन्दै डाँडा आइपुग्यो माथि डाँडाबाट फेरि अर्कोपट्टि बस्नुपर्छ यहाँबाट हो अर्कोपट्टिको नजारा अब यस्तो छ अब मजाको हरियाली भन्दै यताउता हेर्दै है देखाउँदै तपाईँहरूलाई साथै अब म चाहिँ पुग्नु आँटेँ अब चाहिँ कति पनि छैन यहाँदेखि चाहिँ अन्त भन्दै यसो हेर्दै मजाको छ नि त भ्यू चाहिँ एकदम दामी लाग्छ यहाँको चाहिँ तर जे होस् जस्तै होस् भन्दै त्यहाँबाट चाहिँ पुग्नु आँटेँ हो अनि म चाहिँ यहाँनिर पुगेँ है साथीहरू दाजुहरू बसिरहनु भएको रहेछ अन्त दाजुहरूसँग गएँ के हो चिसोमा गाडीमा नबसेर भन्दा चाहिँ दाजुहरू बस्नु त दिँदैन भन्दै अन्त यसो उकालो हेरेको अन्त अरू पनि आउँदो रहेछ है अरू पनि आउँदो रहेछ अन्त अब पुगेँ फाइनली अब होइन यो भिडियो चाहिँ यहाँनिर अब कति बेला अपलोड हुन्छ के हुन्छ याद छैन कस्तो लाग्छ के लाग्छ कमेन्ट लाइक सेयर गर्नु नबिर्सिनुहोस् है हेर्दै गर्नुहोस् छुट्दै गर्नुहोस् टेक केयर